गुड मर्निङ एभ्रिवान। अनि आज म जिम जाँदैछु। जिमको लागि चाहिँ आज अडिसनको लागि म भिडियो बनाउन जाँदैछु। अनि धेरै पछि जिम जाँदैछु आज चाहिँ। अनि बिहान उठेर खाजा खाएर म गएँ, पार्टनरमा म गयौँ जिम बेलुकातिर। बिस्तारै त्यो गफ गर्दै गयौँ। धेरै पछि सँगै गइयो जिम होइन, साह्रै खुसी लाग्यो। अनि जिम गएर मैले हाने डेडलिफ्ट भइसकेर एउटा एक्सर्साइज एक्स्ट्रा हाने मैले एउटीको अडिसनको लागि भिडियो बनाउनको लागि भनेर। अनि भिडियोहरू बनाएर रेस्ट गर्दै साथीहरूसँग भेट्दै, अनि कति भएको छ नभेटेको साथीहरूसँग भेटेर गफ गरेर एकछिन रेस्ट गरेर अनि सबसँग फोटोहरू खिचेर ओरेर अनि लास्टमा मैले हाने मसलअप हानिसकेर एकछिन रेस्ट गरियो, बसियो, अनि भिडियोहरू पनि बनाइयो, फोटोहरू खिच्यो। अनि हामी 9 बजिसकेको थियो। अनि हामी निस्क्यौँ जिमबाट। अनि सबैजना रेडी भएर सँगै निस्क्यौँ हामी चाहिँ। अनि म रुम आएर खानासाना खाएँ ओरेँ। अनि पानी पर्न आँटेको थियो, पुरै हावाहरू चल्दै थियो हिजो चाहिँ। अनि त्यही भएर लाइट पनि थिएन। अनि बेलैमा सुत्न भनेर लाग्यो।